नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन। अरु गणतन्त्र चाहिन्छ कि चाहिँदैन, यो देशमा राष्ट्रपति मान्ने कि नमान्ने भन्ने कुरा पनि नेपालको संविधानभित्र लेखिएको छ। ये फंस गया सीएम, इस पार्टी की मीटिंग समझ के फंस गया। तर सरकारमा बसेर अर्को कुरा, झण्डा हल्लाएर गणतन्त्रको विरोध गर्न पाइँदैन। गणतन्त्रको ठाडो विरोध गर्न पाइन्छ र सदनमा उठेरै बोल्न पाइन्छ। सदनमा बोल्न पाइएला तर क्याबिनेटमा बोल्न पाइँदैन। हाम्राले त बोले त खै के ख्यासे। खराब बानी छ मेरो खराब। राप्रपा सरकारमा गएर फाइदा भयो देशलाई हैन, यो राष्ट्रलाई र यो मुलुकलाई र अहिले तपाईको कुनै पनि जलविद्युत क्षेत्रमा काम गर्ने मान्छेलाई बोलाउनुस् यही स्टुडियोमा, राख्नुस् अगाडि कति फाइदा भएको छ। यो 10 वर्षदेखि अड्केको थियो। यहाँभन्दा अगाडिका मन्त्रीहरूले कसैले 1 मेगावाट बराबर 3 लाख, कसैले 10 लाख घुस मागे भनेर घुस प्रकरणसम्म आएको थियो। राष्ट्रपतिलाई मानेर सरकारमा जाने, गणतन्त्र नेपालको राष्ट्रपतिलाई स्वीकार्ने, शपथ ग्रहण गर्ने अनि राष्ट्रपतिको निर्वाचनमा भाग नलिने दोहोरो नीति। अनि यसो भयो द्वैत मनस्थिति। तपाई चाहिँ कुन देशको नागरिक हो? म नेपालको नागरिक। तपाई कुन देशको? यो नेपाल कसले बनाएको? गिभ मी आन्सर। नेपाल त नेपाली जनताले बनायो। अहिले जनताले कहिले बनाए? यहाँ धेरै जनताले कुर्बानी गरेका छन्, त्याग गरेका छन्, तपस्या गरेर सङ्घर्ष गरेर। एकीकरण कसले गरेको? आन्सर हैन, एकीकरण गर्दै साले गर्नुभयो। तर देश बनाउने तपाई आज किन बस्नु भएको छ देशमा? बताउनु चाहिँ इतिहास। तपाई किन बस्नु भएको छ देशमा तपाईलाई आज बोल्न सक्ने अधिकार कसले दियो? तपाईले बोल्न पाउने अधिकार कसले दियो? बोल्ने अधिकारको बारेमा तपाईसँग गिरिजाप्रसाद कोइरालाले प्रचण्डले दिएको होइन? एकछिन पग्नुस् न। पहिला माधवका नेपाल केपी शर्माले दिएको होइन? त्यो कुरा मान्नुहुन्छ नि? तपाईले आज बोल्न पाउनु भएको छ नि। यसो गर्नुस् न, तपाई मात्रै बोल्नुस्, म बोल्दिन। गजब बेइज्जती है। हैन, ठ्याक्कै भन्नुस् ल। पहिला उत्तर दिनुस् न। यो देश तपाईले भन्नु भने गणतन्त्र मान्ने, देशमा बस्ने, भोट नहाल्ने भनेर अधिकार भन्ने कुरा गर्नुभयो नि। त्यसमा त राजाले बनाएको देशमा आज प्रचण्ड किन बस्या? तपाई किन बस्या? कट्टर गणतन्त्रवादीहरू किन बसे? देश छोडेर जानु पर्थ्यो त? त्यस्तो भन्ने हुन्छ? जनताले न्याय पाउँछ हैन? सर्वोच्च अदालतमा जानु भएको छ, प्रचण्डलाई किन कारबाही नगरे? प्रचण्डले किन कारबाही गर्ने? किन नगरे? अदालतले भन्यो हैन, किन नगरे? हो त्यो अदालत किन अन्तिम आदेश दिन चाहेन? अरु जनतालाई त फ्याट्ट आदेश दिनेले त्यो आदेश किन नदिए? अनि लोकतन्त्र हो? आज कोही जनताले पैसा नतिरेर अदालतमा मुद्दा लड्न सक्छ? कोही मान्छे आज पैसा नतिरेर स्कुलमा पढ्न पाउँछ? कोही मान्छे उपचार तिर्न नपाएर बन्द गरेर बस्छ? यही हो लोकतन्त्र। 50 बार बोल रहे हैं, पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए। हैं? पढ़ाई लिखाई में ध्यान लगाओ, IAS बनो और देश को संभालो।